हेलो साथीहरु, गुड मर्निङ एभ्रीवन। सबैजना आराम हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला अनि सकुशलै हुनुहुन्छ होला भन्ने लाग्छ मलाई पनि। अनि म पनि एकदमै फिट एन्ड फाइन छु। मेरो शारीरिक अवस्था थोरै बिग्रे तापनि लगभग म ठिक भइसकेको छु। करिब लगभग धेरै दिन मैले समयको सुताइ पश्चात। अनि आज चाहिँ म के गर्न लागिरहेको छु थाहा छ? आज चाहिँ म के गर्न लागिरहेको छु भन्देखि हाम्रो नजिकै आलुबारी छ। सो यो चाहिँ आलुबारी हो। अनि आलुबारीमा चाहिँ रेगुलर 4-5 दिनदेखि हुसे मजाले लागिरहेको थियो क्या। एकदमै खतरा खालको हुसे लागिरहेको थियो। अनि हुसेमा सँगै हुसे लाग्दाखेरि शीत पनि आउँछ क्या। एउटा एक किसिमको हुसेमा सँगसँगै शीत आउँछ। त्यो शीतले चाहिँ हाम्रो आलुलाई चाहिँ एकदमै जिङ्रिङ्ग पारिदिन्छ। अनि अररो खालको क्या, अररो खालको जिङ्रिङ्ग पारिदिन्छ। जेसुकैलाई पनि किरा पर्ने लागे जस्तो त्यो लाई लाग्छ नि, हो त्यस्तै लाइहरू लाग्ने गर्छ हुसे लागिसके पछाडि। सो हुसेको लागि भनेर चाहिँ अनि मैले यहाँनिर चाहिँ टक्कसँग यो अब विषादी छर्ने यो ड्रम हो है। यो ड्रमले चाहिँ अहिले म देखाउँछु ड्रमले कसरी विषादी छर्छ। अनि यो विषादी छर्ने तरिका पनि म देखाउँछु। अनि मैले यो विषादी चाहिँ यो चाहिँ हुसेको दबाई भन्छ क्या। यसलाई चाहिँ हुसेको दबाई, यसलाई चाहिँ यो हुसे चाहिँ निर्मूल गर्ने, हुसेलाई यसले हटाउने भन्छ यसलाई। यसमा चाहिँ सेतो पदार्थ हुन्छ, सेतो पदार्थ। म सेतोहरू पनि देखाउँछु। हामी चाहिँ यो नामको प्रयोग गर्छौँ आलुहरू, टमाटरहरू लगायत विभिन्न किसिमका खाद्यान्न फलफुलहरूमा चाहिँ हुसेको दबाई विशेष गरेर हाल्ने गरिन्छ। यो चाहिँ हुसेको दबाई हो। अनि साथमा सरप पनि हाल्ने गरेको छौँ क्या। हामीले चाहिँ सरप हाल्छौँ क्या। प्रायः सरप चाहिँ हाल्दैन मान्छेहरूले होइन, तर हामी चाहिँ सरप पनि हाल्ने गर्छौँ। यो चाहिँ लुगा कपडा धुन पनि युज हुन्छ मजाले। अनि हाम्रो हुसेको दबाईमा हुसेमा हाल्नु हुसेको दबाई आलु करेला अनि इत्यादिमा हाल्नको लागि प्रयोग गर्छौँ। अनि यसले चाहिँ के गर्छ भनेर तपाईँहरूलाई कन्फ्युज लागेको होला। एक त त्यो हुसेको दबाई भिन्नै छ। अनि यो सरपले किन हाल्नु पर्यो भनेर किन हाल्नुपर्छ, यो मलाई किन हाल्नुपर्छ जस्तो लाग्छ भनेदेखि चाहिँ यो चाहिँ चिप्लो हुन्छ क्या। यसमा फिज आउँछ क्या, यसमा यो चिप्लो हुन्छ। अनि सँगै त्यो र यो मिक्स भएपछि चाहिँ हुसेसँगै आएको जुन शीत हुन्छ नि होइन, हो त्यो शीत चाहिँ यो माथि पर्छ होइन। अनि हुसेको दबाईमा पर्छ। अनि हुसे सँगसँगै यो पनि मिक्स भएको हुन्छ अनि पर्छ। अनि यो सरपले चाहिँ त्यसलाई चिप्लो बनाउँछ क्या, पातलाई पनि चिप्लो बनाउँछ। अनि सिधै आएर परेको शीत पनि पातमा नबसिकन सिधै हुन्छ भन्ने लाग्छ। अनि मिक्स गरेर हाल्न लागिरहेको छु। अनि साथीहरू होइन, अब बाँकी कुराहरू चाहिँ त्यस्तै हो। म तपाईँहरूलाई कम्प्लिटली देखाउँछु होइन कसरी हाल्छौँ हामी होइन। अब पानी पनि हाल्नु देखाउँछु। यो 16 लिटरको, यो चाहिँ हाम्रो 16 लिटरको ड्रम हो। 16 लिटरको ड्रममा लगभग एकै ड्रमले चाहिँ नपुग्ला, लगभग 25 लिटर जति हाल्नुपर्छ। 25 लिटर जति हाल्दाखेरि चाहिँ के गर्नुपर्छ, कसरी गर्नुपर्छ भनेर सबै सिकाउँछु। पहिलो त्योभन्दा पहिले चाहिँ हजुरहरूलाई हानेर देखाउनुभन्दा पहिला चाहिँ यो मेरो कपडा छ। सो यो कपडा अहिले हानु भन्दाखेरि त यस्तो खालको हुसे लागेको यस्तो अँधेरो खालको मौसम छ। अनि त्यसमा पनि जाडोको मौसम छ। अनि कक्रिन्छ नि त होइन। अनि नुहाउन त सकिँदैन। त्यो दबाई हानेपछि पनि भरे पुसपास गर्ने हो, हातखुट्टा धुने हो, नि सुत्ने हो फेरि, अथवा आफ्नो काम गर्ने हो, के गर्ने हो। त्यो हो। त्यही भएको कारणले गर्दाखेरि चाहिँ म सानो खालको कपडा टक्क हातले लगाउँछु। अनि माथिको भेसमा चाहिँ लगाउँछु। अनि यति लगाएर चाहिँ मैले ड्रमबाट चाहिँ पानी बिस एकदम पिचिची पारेर हाल्छु। सो लेट स्टार्ट गेम प्लिज। लुक एट दिस। अनि मैले चाहिँ के गरिसकेको थाहा छ? मैले कपडाहरू चेन्ज गरिसकेको छु। मैले यो हाफ पेन्ट लगाएको छु, यहाँ हाफ पेन्ट लगाएँ। अनि मैले यहाँनिर यो भनेको यो यसको त थाहा छैन मलाई के भन्छ यसलाई। मैले यो लगाइसकेको छु कुर्ती लगाइसकेको छु। अनि मैले चाहिँ यहाँ ड्रमलाई पनि रेडी बनाएर राखेको छु होइन। अनि ड्रम रेडी बनाएर राखिसकेको छु यही ड्रममा। अब म यसभित्र के गर्छु भन्दाखेरि चाहिँ यसरी यो यहाँ राख्छु, यसरी टक्क राख्छु होइन। यसरी टक्क राखिसके पछाडि यसलाई खोल्छु म। अब यसलाई खोल्छ है गाइस। हावा छिर्यो भने नछिर्यो अब यो भइगयो होइन। यसलाई कति मात्रामा हाल्नुपर्छ भनेर चाहिँ यहाँ हेरेर दबाई हाल्यो होइन।
हुस्सुको दबाई अनि साथमा गाइज अब यहाँ सरप छ सरपलाई त त्यहाँ नै भएन हैन सरपलाई त मिठो खालको स्मेल आउन सक्छ सरप चाहिँ जति हाल्नु धेरै नै हाल्नु हुँदैन फेरि धेरै फ्युज आउँछ फ्युज आयो भने तनाव हुन्छ फेरि भरे पिचिची यसमा आउँदैन अनि सो अब चाहिँ म के गर्छु भनेदेखि यो मोटरको पाइप हो हामीले हाल्ने मोटरको पाइप अब यसमा पाइपमा चाहिँ पानी त ल्याउनु पऱ्यो नि त अनि पानी ल्याउनको लागि चाहिँ मैले यहाँ स्विच बनाएको छु ठ्याक्क स्विच अन गरिदिने अब पानी आउँछ है कल चलाउनु पऱ्यो एकछिन पानी पनि हाल्नुपर्छ कलमा सुकेको छ भने यदि यसको वासर बिग्रेको छ क्या त्यही भएको कारणले गर्दा यसो कल चलाउनु पर्ने हुन्छ आउँछ है आइसक्यो है यसरी चाहिँ गुटुङ टुङ 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 पानी आउँछ होइन यसरी गर्न सकिन्छ यसरी तपाईँसँग अब यहाँ छ नि त अब मिलाएर लाउनु पर्ने हुन्छ नि त जसरी भयो भने अनि त्यो अब मैले चाहिँ टक्कसँग के गरिरहेको छु भने यसरी मैले चाहिँ लगाइदिएँ कति भयो भनेको कसरी थाहा भने भन्दाखेरि तल रहेछ धेरै उयो भयो क्या धेर भयो होइन त्यही छैन ल मैले हुर्सेको दबाई रेडी बनाइसकेँ होइन अब यो बन्द गरिदिनु ठ्याक्क मोटरको पानी पनि बन्द गरिदिएँ अब मलाई लाग्छ एक ड्रम चाहिँ एक्स्ट्रा लाग्छ एक ड्रम चाहिँ मैले एक्स्ट्रा हाल्नुपर्छ अरू अनि ठिक छ मैले पानी सानी लगाइसकेपछि भनेपछि अब मैले यसलाई बन्द गरिदिन्छु होइन टक्कसँग खिचाइराखेको यसलाई चाहिँ टक्क अब बन्द गरिदिन्छु म बन्द गरेपछि टक्क यो लगाइदिन्छु अब लगभग हाम्रो यति मिलेन यो मिलेपछि त लाउनु नि त ठिक छ केही छैन सो अब चाहिँ लगभग हामीले हाल्नको लागि चाहिँ यो रेडी भइसकेको छ होइन रेडी भइसकेपछि भनेको के गर्नुपर्छ हामीले चाहिँ अब यसलाई टक्क यसरी मिलाउने होइन यो बटारेको छ यसरी बटारेको छ यसलाई चाहिँ टक्कसँग यहाँभित्र यसरी अड्काउने अथवा यहाँनिर पनि हुन्छ अड्काउने बनाएको सो यसैमा यसरी अड्काएर गर्दा हुन्छ किनकि सजिलोको लागि हाम्रो लागि अब जिउमा पानी नपरोस् भन्नुको लागि जिउ आफ्नो जिउको सेफ्टीको लागि चाहिँ टक्क यसलाई यसरी राख्ने अब भरे घुचु गर्दाखेरि आउँछ नि त जिउमा त्यही भएको कारणले गर्दाखेरि साइजलाई अब म के गर्छु भनेर भनिराख्नु पर्दैन होइन अब म चाहिँ टक्कसँग यसरी नै यहाँ मिलाउँछु र यसरी टक्कसँग बसेर होइन यसरी चाहिँ टक्क यसरी आफ्नो काँधमा लगाएर यसरी मिलाउँछु यसमा छिराउँछु यसरी यतापट्टि पनि सर्को टक्क यसरी मिलाएर यसरी अड्काएर चाहिँ होइन यसरी टक्क बोक्छु हामीले बोकिसक्यो है मैले बोकिसकेँ यसरी बरु पानी पिइहाल्यो यदि बाइचान्स भन्यो भने सबैले पिउँदा चाहिँ नलागोस् ताकि म बिरामी भएको कारणले गर्दा पनि भरे चिसोमा नुहायो भने झन् धेरै चिसो हुन्न नि त्यही भएर पनि यो चाहिँ बिसादी हान्ने हो है यसरी यसरी पछि बिसादी हान्छ यसरी अब म बिसादी हान्ने ठाउँ भनेको यहाँ
अगाडि छ साथीहरू देखिराख्नु भएको होला म चाहिँ यहाँबाट जान्छु हैन यहाँनिर धनियाहरू हानेको छ है अस्ति भर्खरै मैले खनेरै हानेर गएको अनि यहाँनिर भएको यो कोपीहरू छ क्या यहाँ कोपी उता लसुन अनि यो सागहरू सबै अस्ति मैले आएर रोपेर टक्कसँग हैन गएको थिएँ मैले त्यो कटकट खाने भएछ तर खाने मान्छे नभएको कारणले गर्दा पनि सागले चाहिँ एकदम बुढो भइसकेछ अब हामीले चाहिँ टिपेर म चाहिँ अब जानुभन्दा पहिला टिपेर उच्च खालको अमिलो के खालको अनि यहाँ मुला पनि छ मुला पनि ठुल्ठुलो भइसकेको छ यो मुला पनि हामीले रोपेर गएको थिएँ अस्ति अनि एकदम राम्रो राम्रो भएको छ योचोटि लगभग यिनीहरूलाई उखालेर यिनीहरूलाई पनि अमिलो खालको के अरे सिन्की बनाएर यस्तै त तर आलु चाहिँ म खर्न भ्याउँदिनँ है सायद होइन अब चलाउनको लागि चाहिँ यसलाई कसरी चलाउने भनेर तपाईँहरू सोचिराख्नु भएको होला यसलाई कसरी चलाउनु भन्दा यसलाई यसरी हलाउने क्या सुनिराख्नु भएको छ कुवा कुवा गरिरहेको छ नि त यसरी क्या गर्छ क्या अनि यो पछाडि के हुन्छ थाहा छ अब त्यो एउटा भित्र पम्प हुन्छ होइन अनि त्यो पम्पमा चाहिँ हावा भरिन्छ क्या अनि हावा भरिसके पछाडि चाहिँ होइन यता यो पाइपमा आउँछ क्या अक्सिजन त्यहाँभित्र भएको हावा चाहिँ यसमा आउँछ अनि यसमा आइसके पछाडि त्यसले ठेलिदिन्छ त्यहाँबाट पुसअप गरेपछि चाहिँ यो पाइपमा आउँछ पानीभित्रबाट होइन अनि आइसके पछाडि चाहिँ यहाँ यो यसलाई यसरी दबाउनु पर्छ कि सर र यसरी दबाएपछि यसरी दबाएपछि चाहिँ आउँछ हेर्नु है त अब यसरी टक्क यसरी हान्दा हुन्छ क्या अलि चाहिँ हावा अलि छ त्यो कारणले गर्दा पनि उ गर्दैन अनि अघि मैले भनिरहेको थिएँ नि चिल्लो हुन्छ सेतो हुन्छ भनेर यहाँ सेतो पानी जस्तो देखिरहनु भएको होला नि अब म यसरी चलाउँछु यो भइगयो होइन फेरि चलाएर देखाउँछु नि अब फेरि चलाउँछु अनि एक कुरो गर्न पनि सकिन्छ दुइटै चलाउँदै हान्दै गर्न पनि सकिन्छ मैले चाहिँ भिडियो बनाउनको लागि भनेर अलिक असर भयो त्यही भएर देखाउँछु है त ल प्लिज कन्टिन्यू टु वाचिङ दिस भिडियो